नमस्ते, म नितिश। आज पनि हजुरहरूको समक्ष म एउटा अर्को भिडियो लिएर आइसकेको छु। म अहिले हाल ओसाकामा बसिरहेको छु, ओसाकामा काम गर्छु। म ओसाकामा बस्दै गर्दा मैले स्टुडेन्ट लाइफमा भएका पीडा, दुःख, रमाइला क्षणहरू, लिभिङ एक्सपेन्सेसहरू सबै भोगेको छु। म ओसाका बस्दै गर्दा धेरै नेपाली स्टुडेन्टहरूसँग भेटेँ, कलेजहरू भेटेँ, पार्ट टाइम जबहरू गरेँ, रमाइलो गरेँ र यसकै आधारमा हजुरहरू यदि जापान आउँदै हुनुहुन्छ भने हजुरहरूको लागि टप 5 बेस्ट सिटिजहरू कुन कुन हुन्छन् त मैले मेरो आफ्नो एक्सपिरियन्सका आधारमा र रिसर्च गरेका आधारमा हजुरलाई फ्याक्चुअल कुराहरू गर्नेछु। यस भिडियोमा हजुरहरूले कुन सिटिज हजुरको लागि बेस्ट हुन्छ, कुन सिटिज हजुरहरूले खोज्नु भएको जस्तो पार्ट टाइम जबको लागि बेस्ट हुन्छ, फ्युचर जबको लागि राम्रो छ भन्ने कुराहरू सबै यस भिडियोमा गर्नेछु है त। ल सुरु गरौँ। एक नम्बरमा चाहिँ मैले टोकियो सिटीलाई राखेको छु। तपाईहरूले हामीले सुनेको देखेको जस्तै टोकियो सिटी एकदमै ठुलो, सबै कुरा छिटो, सबै कुरा ठुला अनि कम्पिटिसन एकदमै धेरै हुने सहर हो। तर पार्ट टाइम जबको लागि चाहिँ कमी हुँदैन। कन्भिनियन्स स्टोर, रेस्टुरेन्ट्स, होटेल्स, मल, डेलिभरी जस्ता पार्ट टाइम कामहरू चाहिँ एकदमै प्रशस्तै रूपमा पाइन्छन्। हजुरहरूलाई अब फ्युचरको लागि जबको कुरा गर्नुहुन्छ भने पनि ठुल्ठुलो कम्पनीहरूको हब नै हो। आइटी हब, फाइनान्स, फ्याक्ट्री, होटेल्सहरू जस्ता कुराहरूले गर्दाखेरि चाहिँ फ्युचरमा जबहरूको चाहिँ कमी हुने कुरा चाहिँ छैन है त। अब हजुरहरूले एडभेन्चरको कुरा गर्नुहुन्छ भनेपछि शिबुया क्रसिङ रोड हजुरहरूलाई थाहै नै छ, सबैभन्दा ठुलो क्रसिङ रोड, स्काई ट्री, अनि सबैभन्दा मेन इम्पोर्टेन्टली एनिमे कल्चर सबैभन्दा धेरै भएको भनेको टोकियो सहरमा हो। अब हजुरहरूलाई यसको आधारमा टोकियो सहर आउन मन छ भनेपछि टोकियो सहरमा हजुरहरूको लाइफ चाहिँ राम्रो छ है त। सेकेन्ड नम्बरमा चाहिँ मैले ओसाका सिटीलाई राखेको छु। मेरो सिटी, म यहीँ बस्छु, यहीँ काम गर्छु, यहीँ रमाउँछु। मैले मेरो जिन्दगीको जापानको रियल स्ट्रगल चाहिँ ओसाकाबाट गरेँ। ओसाका एकदमै राम्रो सहर छ। एउटा कान्साई हस्पिटालिटी भन्ने वर्ड जापानभर प्रख्यात छ। यहाँको मान्छेहरू एकदमै फ्रेन्डली हुन्छन्। यहाँको लोकल गभर्मेन्टले पनि हामी जस्तो इन्टरनेसनल स्टुडेन्टहरूलाई धेरै हेल्प गर्छ। यहाँको लिभिङ कस्ट चाहिँ टोकियोको भन्दा एकदमै कम छ भन्नुपर्छ, तर लाइफ चाहिँ एकदमै राम्रो छ। पार्ट टाइम जबको कुराहरू गर्नुहुन्छ भनेपछि कन्भिनियन्स स्टोर, रेस्टुरेन्ट्स, फ्याक्ट्रिज, डेलिभरी जस्तो पार्ट टाइम जबहरू चाहिँ हजुरहरूले पाउन सक्नुहुन्छ। अब एडभेन्चरको कुरा गर्नुहुन्छ भनेपछि युनिभर्सल स्टुडियोज, डोतोनबोरी जस्ता धेरै कुराहरू एडभेन्चरको लागि हेल्पफुल हुन सक्छन्। अनि फ्युचर जबको लागि कुरा गर्नुहुन्छ भने चाहिँ ठुल्ठुलो आइटी हब, फ्याक्ट्री, कम्पनीहरू छन् जसले गर्दाखेरि मैले नै यहीँ वर्किङ लगाएँ भनेपछि हजुरहरूले पनि आएर यहीँ वर्किङ लगाउन सक्नुहुन्छ है त। मैले 3 नम्बरमा राखेको छु क्योतो सिटी। यहाँको भाइब नै डिफ्रेन्ट छ, काम, पिसफुल अनि सेफ। म यहाँ फर्स्टचोटि जाँदाखेरि म एकदमै सक भएको थिएँ। एकदमै स्टडी फ्रेन्डली सिटी हो, तर हामी जापानमा चाहिँ स्टडी मात्रै गर्न भनेर चाहिँ आएको हुन्न, पैसा पनि कमाउनु पर्छ। ओसाका र टोकियो जस्तो धेरै पार्ट टाइम जब त पाउँदैन, तर यो टुरिस्ट सिटी भएको कारणले गर्दाखेरि यहाँको लिभिङ कस्ट चाहिँ ओसाका र टोकियोको भन्दा कम छ, जसको कारणले हजुरहरूले कमाएको पैसा पनि अलिअलि बचाउन सक्नुहुन्छ र पढाइ पनि आफ्नो राम्रोसँग निरन्तरता दिन सक्नुहुन्छ। यो टुरिस्ट सिटी भएका कारणले हजुरहरूले पार्ट टाइम जब पाउने ठाउँहरू चाहिँ क्याफे, सभेनियर सप, त्यस्तै टुरिस्ट रिलेटेड कामहरू चाहिँ हजुरहरूले पाउन सक्नुहुन्छ। एडभेन्चरको कुरा गर्नुहुन्छ भनेपछि यहाँ ब्याम्बो फरेस्ट छ, गोल्डन टेम्पल छ, रिभर साइड वाकहरू छ, जसले गर्दाखेरि हजुरले आफ्नो बिदाका दिनहरूमा पनि रमाउने ठाउँहरू चाहिँ टन्नै छ है त। अब फ्युचर कामको लागि कुरा गर्नुहुन्छ भने चाहिँ क्योतो ओसाका भन्दा धेरै टाढा छैन, तर क्योतोमै पनि आफ्नै राम्रो होटेलहरूको कामहरू छ, रेस्टुरेन्टको कामहरू छ, जसले गर्दाखेरि हजुरले क्योतोमा पनि हजुरको लागि एउटा राम्रो अपर्च्युनिटिज हुनसक्छ है त। 4 नम्बरमा राखेको छु मैले फुकुओका सिटीलाई। फुकुओका सिटीमा फर्स्टचोटि जाँदाखेरि एकदमै फ्रेस फिल आएको थियो, क्लिन, फ्रेस, बुम भइरहेको आइटी स्टार्टअपमा बुम भइरहेको सिटी हो। यसको लिभिङ कस्ट एकदमै कम छ। अरू सिटीहरूमा जस्तो एकदमै धेरै पार्ट टाइम जब त पाउँदैन, तर मेन कोर एरियामा, मेन सिटीमा चाहिँ मजाले पार्ट टाइम जब पाउन सक्नुहुन्छ। तर अब अलिकति सबअपतिर गयो भने चाहिँ फ्याक्ट्रीहरू चाहिँ टन्नै छ। लिभिङ कस्ट एकदमै सस्तो भएका कारणले गर्दाखेरि हजुरहरूले त्यति धेरै टेन्सन लिनु पर्दैन। यो अहिले आइटी हबको लागि ग्रोइङ सिटी भनेर पनि अहिले आइरहेको छ, त्यसैले फ्युचर चाहिँ एकदमै राम्रो छ। पार्ट टाइम जबको लागि कुरा गर्नुहुन्छ भनेपछि त्यस्तै नै कन्भिनियन्स स्टोर, रेस्टुरेन्ट्स, इजाकाया जस्तो ठाउँहरूमा पार्ट टाइम जब पाउन सक्नुहुन्छ भनेपछि अर्को मेन इम्पोर्टेन्टली सबैभन्दा धेरै फेस्टिभल हुने सहर पनि फुकुओका नै हो।
हजुरहरू एउटा बजेट फ्रेन्डली तर राम्रो सिटीको खोजीमा हुनुहुन्छ भने चाहिँ फुकुओका चाहिँ हजुरहरूको लागि बेस्ट हुनसक्छ है त। मैले 5 नम्बरमा राखेको छु सेन्दाई। सेन्दाईलाई चाहिँ मैले 5 नम्बरमा किन राखेको भन्दाखेरि यो एकदमै अन्डररेटेड सिटी हो, एकदमै राम्रो छ। टोकियो, ओसाका जस्तो ठुलो सिटी, ठुलो धेरै पार्ट टाइम जब धेरै भएको सिटी त होइन, तर यो एकदमै हिडन जेम हो। हजुर एकदमै अहिलेको समयमा पढाइलाई धेरै फोकस गरेर फ्युचरमा टन्नै पैसा कमाउन चाहनुहुन्छ भनेपछि सेन्दाई चाहिँ एकदमै राम्रो हो, क्लिन, सेफ र बेस्ट फर द स्टुडेन्ट हो। हजुरहरूले यसमा एडभेन्चरको कुरा गर्न चाहनुहुन्छ भनेपछि स्नो छ, टन्नै हाइकिङ छ। हजुरहरूको बिदाका दिनहरू चाहिँ एकदमै रमणीय तरिकाले जान्छ है त। हजुरहरूले एउटा फ्रेन्डली र लो कस्ट लिभिङ खालको सिटी खोज्दै हुनुहुन्छ भनेपछि हजुरहरूको लागि सेन्दाई चाहिँ बेस्ट हुनसक्छ है त। अनि एउटा बोनस टिप, हजुरहरू जापान आउँदै हुनुहुन्छ भनेपछि राम्रोसँग म्याप नेभिगेट गर्न सिकेर मात्रै आउनु होला। म्याप बिना यहाँ केही पनि चल्दैन। जहाँ जाँदा पनि म्याप चाहिन्छ। म्याप चाहिँ कसरी चलाउने, के अफलाइन म्यापहरू, अनलाइन म्यापहरू के कसरी चलाएर कहाँसम्म डेस्टिनेसनसम्म पुग्न कतिको सजिलो हुन्छ सबै सिकेर आउनु होला। अनि सबैले भन्ने गरे जस्तै मैले पनि भन्छु, भाषा चाहिँ अलिकति आफ्नो हल्का कन्फिडेन्ट बनाउनको लागि भए पनि भाषा चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ। अलिअलि भाषा चाहिँ चाहिन्छ, जसले गर्दाखेरि हजुरलाई पार्ट टाइम जब खोज्नको लागि एकदमै हेल्प हुन्छ। अब सिटी चाहिँ हजुरहरूले आफ्नो फ्युचर सोचेर चुज गर्नु होला। फ्युचरमा कस्तो खालको एजुकेसन पढ्न चाहनुहुन्छ, कस्तो खालको काम गर्न चाहनुहुन्छ, त्यो सोचेर मात्रै सिटी चुज गर्नु होला। यो भिडियो मैले जापानमा आउने नेपालीहरूको लागि, नेपाली स्टुडेन्टहरूको लागि बनाएको हो। कसलाई कुन सिटी मनपर्छ त्यो कमेन्ट गर्नु होला। र फ्युचरमा यस्तै पनि अरू भिडियोहरू पनि लिएर आउने नै छु। त्यति बेलासम्म भिडियोलाई लाइक गर्नु, सब्सक्राइब गर्नु अनि सेयर गर्न नबिर्सनु होला। त्यति बेलासम्म सेफ रहनु, सुरक्षित रहनुहोस्। हस्त, धन्यवाद।